यदि तपाईँ मेलबर्नमा बस्नुहुन्छ र 1-2 दिनको रोड ट्रिपमा जान चाहनुहुन्छ भने दिस क्यान बी योर बेस्ट अप्सन। यो चाहिँ विल्सन प्रम नेसनल पार्क हो अनि यो पार्कको मोस्ट अफ द एरिया चाहिँ सबै ओसियनले ढाकेको रहेछ। धेरै जसो मान्छेहरू चाहिँ स्कल रक अनि व्हेल हेर्न आउँदो रहेछन्। स्कल हेर्नको लागि चाहिँ अल टुगेदर 2.5 आवर जति ट्राभल गर्नुपर्छ भने व्हेल हेर्नको लागि 1.5 आवर ट्राभल गर्नु पर्दो रहेछ क्रुजमा। अनि यो नेसनल पार्कमा चाहिँ स्टुडेन्टहरूले पनि भिजिट गर्दो रहेछ एज अ एजुकेसनल टुर। अनि राम्रो भ्यूज देखेपछि फोटो भिडियोजहरू खिच्नको लागि रोकिदिनु हुँदो रहेछ। अनि त्यो बादल भन्दा मुनि देखेको जुन आइल्यान्ड छ त्यो भन्दा उतापट्टि चाहिँ तास्मेनिया हो अनि यतापट्टि चाहिँ भिक्टोरिया। तास्मेनियाको बोर्डर नजिकै पुगेर आयौँ हामीहरू चाहिँ। एकदमै ब्युटिफुल सिनहरू थियो, रकहरू थियो अनि हामीले सील भन्ने एनिमल पनि देख्यौँ। यिनीहरू चाहिँ घाम ताप्न माथि जाँदो रहेछ अनि फेरि त्यहाँबाट चिप्लेटी खेल्दै मुनि झर्दो रहेछ। अनि हाम्रो नेपालको भेडा कराएको जसरी नै यिनीहरू कराइराख्दो रहेछ। वाउ, दिस इज वाट वी केम फर। कस्तो राम्रो देखिन्छ यो नजिकबाट। अझ हिस्ट्री बिहाइन्ड इट सुनेर चाहिँ मलाई एकदमै मजा लाग्यो। अनि छेउछाउमा चाहिँ यो सिलहरू पनि टन्नै पाइँदो रहेछ। यो सिलहरू स्विम गरेको चाहिँ क्लियरली देख्न सकिन्थ्यो पानीबाट। अनि यहाँ साइडमा चाहिँ चराहरू लाइन लाएर रेडी टु अट्याक पोजिसनमा बसिरहेको छ, सायद माछा खानलाई होला। कति रमाइलो देखेको हेर्नु न। यो सिलहरू देखेर पनि मलाई अचम्म लागिरहेको थियो, यिनीहरू पनि हामीतिरै आइरहेको थियो। हेर्नु न, टाउको देख्दा चाहिँ कुनै मुसाहरू स्क्वायरल जस्तो देखिन्थ्यो भने पुच्छर चाहिँ माछा जस्तो देखिन्थ्यो। अनि यिनीहरू स्विम गर्ने तरिका चाहिँ मलाई अचम्म लाग्यो क्या। मेरो जर्नी चाहिँ एकदमै रमाइलो। थ्याङ्क यू फर वाचिङ।